मलमास अर्थात् अधिक मासमा पर्ने परमा एकादशीको व्रत पूजा विधि कसरी गर्नुपर्दछ, यस दिनको तिथिमिति हामीलाई यस वर्ष 2083 सालमा कहिले प्राप्त भएको छ र हामीले के कस्ता कर्महरू गरेमा एकादशी माताको अझ धेरै कृपा हामीलाई वर्षन्छ र भगवान विष्णुप्रति भक्ति बढ्छ। सम्पूर्ण कुराहरू व्रतको पूजा विधि नियम साथै कथाहरूसहित समेटेर हामीले यस श्रृङ्खला तयार पारेका छौँ। भिडियोलाई कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला र यदि हजुर आजसम्म पनि हामीसँग जोडिनु भएको छैन भने र यदि हजुर चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब फलो गरेर हामीसँग जोडिन सक्नुहुनेछ भन्दै सुरु गरौँ सर्वप्रथम यस दिनको तिथिमितिबाट। विक्रम सम्वत 2083 साल ज्येष्ठ महिना अधिक मासको ज्येष्ठ महिनाको 28 गते बिहीबारको दिन हामीलाई ज्येष्ठ कृष्ण पक्षको एकादशी तिथि प्राप्त हुनुभएको छ। अङ्ग्रेजी मिति अनुसार सन् 2026 जुन महिनाको 11 तारिकको दिनमा हामीलाई परमा एकादशी व्रतको तिथि प्राप्त हुनुभएको छ र यस दिनमा हामीले के कर्महरूलाई गर्नुपर्दछ विस्तृत रूपमा जानकारी गरौँ। सर्वप्रथम परमा एकादशीको महत्त्वबारे थोरै चर्चा गरौँ। परमा एकादशी किन विशेष छ? धार्मिक ग्रन्थहरूमा अधिक मासलाई भगवान विष्णुको स्वरूप मानिएको छ। यही कारणले अधिक मासलाई पुरुषोत्तम मास पनि भनिन्छ। अन्य महिनाभन्दा अधिक मासमा गरिएका जप तप दान पूजा व्रत र भक्ति अनेक गुणा फलदायी हुन्छ। त्यसैले यस महिनामा पर्ने परमा एकादशीलाई विशेष महिमा प्रदान गरिएको छ। यो एकादशीको व्रत गर्ने व्यक्तिले पापबाट मुक्ति पाउँछ, दरिद्रता हट्छ, ऋणको भार पनि कम हुन्छ, घरमा सुख शान्ति समृद्धि आउँछ, मानसिक शान्ति पनि प्राप्त हुन्छ, विष्णु भगवानको विशेष कृपा प्राप्त हुन्छ, मृत्यु पश्चात पनि उत्तम लोकको प्राप्त हुन्छ। त्यसैले व्रत सुरु कहिलेदेखि हुन्छ? धेरै व्यक्तिहरू एकादशीको दिनबाट मात्र व्रत सुरु हुन्छ भन्ने सोच्छन्, तर शास्त्र अनुसार परमा एकादशीको व्रत दशमी तिथिबाटै सुरु हुन्छ। दशमीको दिनदेखि शरीर मन र व्यवहारलाई पवित्र राख्ने नियम अपनाउनु पर्छ। वास्तवमा दशमीको दिन गरिने तयारीले नै एकादशी व्रतको सफलता निर्धारण गर्दछ। दशमीका दिन बिहान के गर्ने? दशमीको दिन बिहान उठेपछि स्नान गरी भगवान विष्णुको स्मरण गर्ने, घरको पूजा स्थान सरसफाइ गर्ने, दिनभर सकेसम्म सात्विक विचार गर्नुपर्दछ। कसैसँग झगडा विवाद वा कटु व्यवहार गर्नु हुँदैन। धार्मिक पुस्तकहरू पढ्ने, भगवानको नाम जप गर्ने र सकारात्मक सोच राख्ने प्रयास गर्नुपर्दछ। दशमीका दिन के खान मिल्दछ त? दशमीको दिन एकपटक सात्विक भोजन गर्न सकिन्छ। भोजनमा दुध दही घिउ फलफुल सागसब्जी साथै रोटी भए सक्खर मखना र आलुका परिकारहरू पनि लिन सकियो। भोजन पनि हल्का र सात्विक हुनुपर्दछ। अत्यधिक भोजन गर्नु पनि उचित मानिँदैन। र दशमीको दिन के चाहिँ खानु हुँदैन त? शास्त्र अनुसार यी दशमीका दिन केही वस्तुहरू त्याग गर्नुपर्दछ। जस्तै माछा मासु भए, अन्डाहरू भए, मदिरा प्याज लसुन मुसुरो दाल चना कोदो तामसिक भोजन र नसालु पदार्थहरू यस्ता वस्तुहरू सेवन गर्दा व्रतको पुण्य फल हुँदैन। तसर्थ यी वस्तुहरूलाई त्याग गर्नु नै उत्तम हुन्छ। र दशमीको दिन बेलुका के गर्ने त भन्दा यो कुरा धेरै भक्तजनहरूलाई थाहा हुँदैन। दशमीको बेलुका विशेष सावधानी अपनाउनु पर्छ। सूर्यास्तपछि सकेसम्म अन्न ग्रहण नगर्ने। यदि स्वास्थ्यका कारण आवश्यक परे हल्का फलाहार लिन सकियो। बेलुका भगवान विष्णुको तस्बिर वा मूर्तिको अगाडि दियो बाल्ने, ओम नमो नारायण मन्त्रलाई जप गर्ने र तुलसीमा जल अर्पण गर्ने, परिवारसँग मिलेर हरिनाम सङ्कीर्तन गर्ने। र दशमीको रातमा हामीले के गर्ने त? दशमीको रातमा ब्रह्मचर्य पालना गर्ने, मनलाई शान्त राख्ने, मोबाइल टेलिभिजन वा अनावश्यक मनोरञ्जनमा धेरै समय खर्च गर्नुको सट्टा धार्मिक कथा भजन वा भगवानको नाम स्मरण गर्नु अत्यन्त उत्तम रहन्छ। सुत्नु अघि भगवान विष्णुसँग प्रार्थना गर्ने, हे प्रभु भोलि मैले परमा एकादशीको व्रत सफलतापूर्वक पुरा गर्न सकूँ, मलाई शक्ति दिनुहोस् भनेर प्रार्थना गरेर हामी सुत्ने। त्यसपछि एकादशीको दिन बिहान कसरी सुरु गर्ने त भन्दा ब्रह्म मुहुर्तमा अर्थात् सूर्योदयभन्दा करिब 1.5-2 घन्टा अगाडि उठ्ने बित्तिकै भगवान विष्णुको नाम स्मरण गर्ने। दायाँ हात हेरेर भगवान विष्णुको स्मरण गर्दै दिनको शुभारम्भ गर्नुपर्दछ। त्यसपछि स्नानको तयारी गर्ने। स्नान गर्दा यदि सम्भव भए नदी कुण्ड वा पवित्र जलाशयमा स्नान गर्नुपर्दछ। यदि सम्भव छैन भने घरमै स्नान गरी गङ्गाजल छर्कन सकिन्छ। स्नानपछि सफा र पवित्र वस्त्र धारण गर्ने,
पहेँलो सेतो वा हल्का रङका वस्त्र शुभ मानिन्छ। र व्रतलाई कसरी सङ्कल्प गर्ने त? स्नानपछि पूजा स्थानमा बसेर भगवान विष्णुको ध्यान गर्नुपर्दछ। दुवै हातमा जल फुल र अक्षता लिएर सङ्कल्प गर्नुपर्दछ। आज म भगवान विष्णुको कृपा प्राप्तिका लागि श्रद्धा र भक्तिपूर्वक परमा एकादशीको व्रत ग्रहण गर्दछु। मेरो व्रत सफल होस् र भगवानको कृपा पनि मलाई प्राप्त होस् भनेर सङ्कल्प गर्ने। त्यसपछि पूजा स्थान कसरी तयार गर्ने त भन्दा पूजा स्थान सफा गर्नुपर्दछ। सर्वप्रथम भगवान विष्णु श्रीकृष्ण वा लक्ष्मी नारायणको तस्बिर राख्नुपर्दछ। तुलसी पत्र धूप दीप अक्षता फुल चन्दन फलफुल र प्रसाद तयार राख्ने। शङ्ख भएमा पूजा स्थलमा राख्ने। र एकादशीको दिनमा हामीले भगवान विष्णुलाई कसरी पूजा गर्नुपर्दछ त सम्पूर्ण कुराहरूलाई चर्चा गरौँ। स्नान गरेर शुद्ध वस्त्र धारण गरिसकेपछि भगवान विष्णुको पूजा आरम्भ गर्नुपर्दछ। सबैभन्दा पहिले पूजा स्थानमा दियो बाल्ने धूप अर्पण गर्ने। त्यसपछि विष्णु भगवानको ध्यान गर्दै निम्न प्रार्थना गर्ने। हे श्रीहरि, हे नारायण, हे लक्ष्मीपति, आजको यो पवित्र परमा एकादशीको व्रतमा म तपाईँको शरणमा आएको छु। मेरो मन वचन र कर्मलाई शुद्ध बनाइदिनुहोस्। त्यसपछि भगवानलाई चन्दन फुल तुलसी पत्र फलफुल नैवेद्य धूप दीप अर्पण गर्ने। ध्यान राख्नुपर्ने कुरा के हो भने भगवान विष्णुको पूजा तुलसी बिना अपूर्ण नै मानिन्छ। त्यसैले कम्तीमा एउटा मात्र पत्र भए पनि तुलसी पत्र अवश्य पनि चढाउनु पर्दछ। र विशेष गरी परमा एकादशीमा जप गर्नुपर्ने मन्त्र के रहन्छ? पूजापछि मन्त्र जप गर्नु अत्यन्त फलदायी मानिन्छ। ओम नमो नारायण मन्त्रलाई जप गर्ने। ओम नमो भगवते वासुदेवाय नमः मन्त्रलाई जप गर्ने। हरे राम हरे राम हरे 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 कृष्ण 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 हरे हरे यो महामन्त्रको जपले मन शुद्ध हुने र भगवानको कृपा पनि प्राप्त हुन्छ। र परमा एकादशीको दिनमा हामीले के खान मिल्दछ त? धेरै भक्तजनहरूको प्रश्न हुन्छ, व्रत बस्दा के खान मिल्छ? यदि पूर्ण निर्जला व्रत बस्न सकिन्छ भने त्यो सबैभन्दा उत्तम मानिन्छ। तर स्वास्थ्य उमेर वा अन्य कारणले सम्भव नभएमा फलाहार पनि गर्न सकिन्छ। व्रतमा दूध दही फलफुल नरिवल पानी भयो, काजु बदाम किसमिस मकना सक्खरखण्ड हामीले ग्रहण गर्न सकिन्छ। र के खान हुँदैन त भन्दा चामल गहुँ मकै दाल चना सिमी मासु भयो, माछा अन्डा मदिरा प्याज लसुन सुर्ती तम्बाकु पूर्ण रूपमा त्याग गर्नुपर्दछ। र परमा एकादशीको दिनभरि हामीले के गर्नुपर्दछ त? यो दिन आत्मशुद्धि र भगवानको भक्ति गर्ने दिन हो। त्यसैले दिनभर सकेसम्म गीता पाठ गर्ने, विष्णु सहस्त्रनाम पाठ गर्ने, भागवतको श्रवण गर्ने, धार्मिक कथाहरूलाई श्रवण गर्ने, हरिनामको जप गर्ने। सकिएन भने आफूले सुन्ने, अरूले राखिदिएका हुन्छन् टेलिभिजनमा अथवा मोबाइलतिर पनि प्रशस्त रूपमा पाइन्छ गीता पाठ भनेर आफूले श्रवण गर्ने। श्रवण गर्दा पनि अत्यन्त शुभफल हामीलाई प्राप्त हुन्छ। र कसैलाई सहयोग गर्ने, गरिबलाई दान दिने र वृद्धहरूको सेवा गर्ने पनि पुण्यदायी कार्य रहन्छ। र एकादशीमा के चाहिँ गर्नु हुँदैन, के गर्नाले चाहिँ एकादशी माताको कृपा हामीलाई मिल्दैन त भन्दा परमा एकादशीमा केही कुराहरूबाट सावधानी अपनाउनु पर्छ। झुट नबोल्ने, कसैको निन्दा नगर्ने, रिस नगर्ने, विवाद नगर्ने, अपशब्द नबोल्ने, हिंसा नगर्ने, जुवा नखेल्ने, मदिरा सेवन नगर्ने, तामसिक मनोरञ्जनमा समय नबिताउने। वास्तविक व्रत भनेको पेटको मात्र होइन मन र व्यवहारको पनि शुद्धता हो। र तुलसी पूजाको महत्त्व रहन्छ। परमा एकादशीमा तुलसी पूजाको अत्यन्त ठुलो महत्त्व छ। तुलसीलाई भगवान विष्णुको प्रिय स्वरूप मानिन्छ। तुलसी प्रसन्न भए भगवान विष्णु पनि प्रसन्न हुनुहुन्छ। तुलसीको बोटमा जल अर्पण गर्ने, घिउको दियो बाल्ने, फुल चढाउने, 11 पटक परिक्रमा गर्ने, परिक्रमा गर्दाखेरि भगवान विष्णुको नाम जप गर्ने। र परमा एकादशीमा यी उपाय गर्न भने हजुरहरूले नभुल्नुहोला। 108 पटक ओम नमो नारायण मन्त्रलाई जप गर्ने, तुलसीमा दीपदान गर्ने, गाईलाई हरियो घाँस खुवाउने, गरिबलाई अन्न वा वस्त्र दान गर्ने, पिपलको पूजा गर्ने, विष्णु सहस्त्रनाम पाठ गर्ने, भगवान विष्णुलाई पहेँलो फुल अर्पण गर्ने र शङ्ख घण्ट बजाउने। यी कर्महरू विशेष महत्त्व रहेको छ यो दिनमा। र जागरण गरेमा हामीलाई कस्तो फल प्राप्त हुन्छ त? परमा एकादशीको रात जागरण बस्नुलाई अत्यन्त पुण्यदायी मानिएको छ। रातभर जागरण बस्न सकिन्छ भने भजन कीर्तन कथा श्रवण तथा भगवानको नाम स्मरण गर्नुपर्दछ। शास्त्रमा भनिएको छ कि जागरणको पुण्य हजारौँ यज्ञ बराबर हुन्छ। यदि
पूर्ण रात जागरण सम्भव छैन भने पनि केही समय भजन गरेर पनि भगवानको स्मरण गर्न सकिन्छ। र द्वादशीको दिनमा हामीले व्रतलाई कसरी पालन गर्ने त भन्दा भोलिपल्ट द्वादशीको दिन बिहान स्नान गर्ने, भगवान विष्णुको पूजा गर्ने, तुलसीमा जल चढाउने, ब्राह्मण साधु वा गरिबलाई दान दिने, सकेसम्म भोजन गराउने, त्यसपछि भगवानलाई प्रसाद अर्पण गरी व्रत पारण गर्नुपर्दछ। ध्यान दिनुहोस्, द्वादशीमा उचित समयमा पारण गर्नु व्रतको महत्त्वपूर्ण भाग मानिन्छ। अहिलेसम्म हामीले परमा एकादशीको महत्त्व, व्रतविधि, नियम, पूजा, तुलसी पूजा, जागरण तथा द्वादशीको पारणको विस्तृत जानकारी लियौँ। अब सुनौँ परमा एकादशीको पौराणिक कथा, जुन स्वयं भगवान श्रीकृष्णले धर्मराज युधिष्ठिरलाई सुनाउनु भएको थियो। एक दिन धर्मराज युधिष्ठिरले भगवान श्रीकृष्णलाई विनम्रतापूर्वक सोधे, हे जगन्नाथ, हे पुरुषोत्तम प्रभु, अधिक मासको कृष्ण पक्षमा पर्ने परमा एकादशीको महिमा के रहेको छ? यसको व्रत गर्नाले के फल प्राप्त हुन्छ? कृपया यसको पवित्र कथा सुनाइदिनुहोस्। युधिष्ठिरको प्रश्न सुनेर भगवान श्रीकृष्णले मुस्कुराउँदै भन्नुभयो, हे राजन, तिमीले अत्यन्त कल्याणकारी प्रश्न गरेका छौ। यो व्रतको महिमा सुन्नाले पनि मनुष्यका पापहरू नष्ट हुन्छन्। अब ध्यानपूर्वक सुना। कम्पिल्य नामका नगरमा सुमेधा नामका एक ब्राह्मण बस्दथे। उनी अत्यन्त धार्मिक, सत्यवादी, दयालु तथा भगवानका परम भक्त थिए। उनकी पत्नीको नाम पवित्रा थियो। पवित्रा नाम जस्तै स्वभावले पनि अत्यन्त पवित्र, पतिव्रता, धर्मनिष्ठ र सहनशील थिइन्। पति पत्नी दुवै भगवानप्रति अटल विश्वास राख्दथे। उनीहरू दिनरात धर्म, कर्म, पूजा, जप र भजनमा लागिरहन्थे। तर विडम्बना भने के थियो भने उनीहरूको घरमा अत्यन्त गरिबी थियो। कहिलेकाहीँ दिनभर भोकै बस्नुपर्ने अवस्था आउँथ्यो र धेरै दिनसम्म राम्रो भोजन समेत जुट्दैनथ्यो। तर पनि उनीहरूले भगवानप्रतिको विश्वास कहिले पनि हित्यागेनन्। पवित्राको महान त्याग, गरिबीको यति पनि थियो कि घरमा पाहुना आए भने खुवाउन समेत समस्या हुन्थ्यो। तर पवित्रा कहिले निराश भइनन्। उनले आफ्नो भागको खाना पनि पतिलाई खुवाउँथिन्। आफू भोकै बसेर पनि श्रीमानको सेवा गर्थिन्। उनको मनमा एउटा मात्र भावना थियो, भगवानको एक दिन अवश्य कृपा गर्नुहुनेछ। सुमेधा पनि पत्नीको यस्तो त्याग र भक्तिभाव देखेर भावुक हुन्थे। तर गरिबी हटाउने कुनै उपाय देखिँदैनथ्यो। र एक दिन सुमेधाले पत्नीलाई भने, हे प्रिय, हाम्रो घरको अवस्था दिन प्रतिदिन खराब हुँदै गइरहेको छ। यहाँ कुनै उपाय देख्दिनँ। म बाहिर जान्छु, धन कमाएर ल्याउने विचार गर्दैछु। श्रीमानको कुरा सुनेर पवित्र केही बेर मौन भइन्। त्यसपछि उनले अत्यन्त गहिरो आध्यात्मिक कुरा भनिन्, हे स्वामी, संसारमा जे प्राप्त हुन्छ त्यो कर्मको फलले प्राप्त हुन्छ। यदि भाग्यमा धन लेखिएको छैन भने पराए गएर पनि प्राप्त हुँदैन। यदि पुण्य सञ्चित छ भने घरमै बसेर पनि प्राप्त हुन्छ। त्यसैले मलाई लाग्छ हामीले भगवानप्रति विश्वास गर्नुपर्दछ। पत्नीको यस्तो ज्ञानपूर्ण वचन सुनेर सुमेधाले बाहिर जाने विचार त्यागिदिए। र केही समयपछि एक दिन उनीहरूको घरमा महान तपस्वी महर्षि कौडिन्य आउनुभयो। घरमा खानेकुरा थिएन, तैपनि सुमेधा र पवित्राले अत्यन्त श्रद्धा र भक्तिभावका साथ ऋषिको स्वागत गरे। उनीहरूले आफ्नो सामर्थ्य अनुसार सेवा गरे। ऋषि उनीहरूको व्यवहारबाट अत्यन्त प्रसन्न हुनुभयो। जब महर्षि भोजन गरेर विश्राम गरिरहनु भएको थियो, तब पवित्राले हात जोडेर विनम्रतापूर्वक भनिन्, हे महर्षि, यदि तपाईँ हामीमाथि कृपालु हुनुहुन्छ भने यस्तो उपाय बताइदिनुहोस् जसले हाम्रो गरिबी हटोस् र भगवानको कृपा प्राप्त होस्। अनि ऋषिको दिव्य उपदेश रहनेछ। पवित्राको कुरा सुनेर महर्षि कौडिन्यले भन्नुभयो, हे साध्वी, अधिक मासको कृष्ण पक्षमा पर्ने परमा एकादशीको अत्यन्त दुर्लभ र महान व्रत हो। यदि श्रद्धा, भक्ति र नियमपूर्वक यो व्रत बस्यो भने भगवान विष्णु अवश्य प्रसन्न हुनुहुनेछ। यो व्रतले दरिद्रता नाश गर्छ, पाप नाश गर्छ, साथै दुःख हटाउँछ र मोक्ष प्रदान गर्दछ। ऋषिले उनीहरूलाई व्रतको सम्पूर्ण विधि सिकाउनु भयो। स्नान, पूजा, उपवास, तुलसी पूजा, मन्त्र जप, दान तथा जागरण सबै कुरा विस्तारमा बताउनु भयो। परमा एकादशीको व्रतको दिन आयो र व्रतको दिन सुमेधा र पवित्राले बिहानै उठेर स्नान गरे, भगवान विष्णुको पूजा गरे, तुलसीलाई जल चढाए, दिनभरि हरिनाम कीर्तनको जप गरे, अन्न त्यागेर उपवास पनि बसे, भगवानको कथा सुने, भजन कीर्तन गरे, रातभर जागरण बसेर श्रीहरिको स्मरण गरे। उनीहरूको मनमा केवल भगवान विष्णुको प्रेम र विश्वास थियो।
र भगवान विष्णुको कृपा पनि उनीहरूलाई बर्सन थाल्यो। जब भगवान विष्णुले उनीहरूको निष्कपट भक्ति देख्नुभयो तब अत्यन्त प्रसन्न हुनुभयो। केही समयपछि उनीहरूको जीवनमा आश्चर्यजनक परिवर्तन आउन थाल्यो। जहाँ पहिले अभाव थियो त्यहाँ समृद्धि आउन थाल्यो, जहाँ दुःख थियो त्यहाँ सुख आउन थाल्यो, जहाँ निराशा थियो त्यहाँ आशा पलाउन थाल्यो। घरमा धन, अन्न, सम्मान र शान्ति बढ्दै गयो। सुमिधा र पवित्राको जीवन पूर्ण रूपमा परिवर्तन भयो। परमा एकादशीको फल भगवान श्रीकृष्णले युधिष्ठिरलाई भन्नुभयो, हे राजन, जसरी सुमिधा र पवित्राले परमा एकादशीको प्रभावले सुख समृद्धि र भगवानको कृपा प्राप्त गरे, त्यसै गरी जो कोही श्रद्धा र भक्तिभावले यो व्रत बस्दछ उसले जीवनका दुःखहरूबाट मुक्ति प्राप्त गर्दछ। यसमा कुनै पनि शङ्का छैन। जसका पाप नष्ट हुन्छन्, भाग्य उदय हुन्छन्, धर्म, अर्थ, काम, मोक्ष चारै पुरुषार्थ प्राप्त हुन्छन्, अन्त्यमा त्यो भक्त विष्णुलोकको अधिकारी पनि बन्नेछ। कथाबाट के शिक्षा हामीले पाउँछौँ त भन्दाखेरि यो कथाले हामीलाई एउटा ठुलो सन्देश दिन्छ। धनभन्दा पनि ठुलो कुरा श्रद्धा हो, परिस्थितिभन्दा ठुलो कुरा विश्वास हो र भगवानको कृपाभन्दा ठुलो शक्ति संसारमा कुनै पनि छैन। सुमिधा र पवित्राले कठिन गरिबीमा पनि भगवानमाथिको विश्वास गुमाएनन्। त्यही विश्वासले अन्ततः उनीहरूको जीवन परिवर्तन गरिदियो। त्यसैले कुनै पनि परिस्थितिमा भगवानको नाम र धर्मलाई कहिले पनि त्याग्नु हुँदैन। र हजुरलाई पनि भिडियो हेर्दै गर्दा सुन्दै गर्दा केही मनमा जिज्ञासा लागेका छन् भने निर्धक्क रूपमा कमेन्ट गर्नुहोला। यतिन्जेल हामीलाई हेरेर साथ दिनुभएकोमा धन्यवाद भन्दै यस श्रृङ्खलाबाट म बिदा हुन चाहन्छु। ज्योतिष पण्डित कपिलदेव उपाध्याय। नमस्कार नारायण। सबैको जय होस्, कल्याण होस्। जय परमा एकादशी माता, जय विष्णु भगवान। एकादशी माताको जय होस्। एकादशी तुलसी तिलकको दान, हामीलाई पनि वैकुण्ठमा लानुहोस् भगवान।